हेलो गाइस, हाम्रो चाहिँ दुष्टा आमाको सुटिङ भइरहेको छ चन्द्रगिरीमा। अब हिरो चाहिँ विदेश जान लाग्नु भएको छ। आमाले टिका लगाइदिँदै हुनुहुन्छ, विशालले खिच्दैछ, रमेशले पछाडिबाट समातिरहेछ लड्छ कि भनेर। आमाले जुङ्गा के गरेको, टिका लगाइदिएको कि जुङ्गा मिलाइदिएको। ठिक छ, हिरो हिरोइन साइडमा हुनुहुन्छ। अर्को चाहिँ पोइ विदेश जान लाग्यो भनेर निराश भएर उभिएको रे कति न। ठिक छ। अब अर्को टिका आयो। हेर रमेशले कति न आँखा देखाउ, निकाल्दिउँ आँखा निकाल्दिउँ क्या हो। विशालले हेडफोन लगाएर खिचिरहेछ। केही थाहा पाउँदैन, यसले केही थाहा पाउँदैन। अनि उता दाजुहरू चाहिँ घाम तापेर बस्नुभएको छ, विशालले खिचिरहेछ। अनि अर्को टेक आयो। यो चाहिँ तपाईँहरूलाई त्यही टेक जस्तो लाग्ला, तर होइन, अर्को टेक हो यो। अनि खै मिलाउँदै हुनुहुन्छ, क्यामेरा मिलाउँदै हुनुहुन्छ, डाइरेक्टर साहबले सिकाउँदै हुनुहुन्छ। अनि फेरि अर्को टेक आयो। अब चाहिँ टेकमै हुनुहुन्छ सबैजना। अनि यो टेक चाहिँ अर्को विशालको के अरे रमेशको टोपी हेरेर डाइरेक्टर छिरेको हेरेर चिन्न सक्नुहुन्छ। ऊ बच्चैले दाँत हाँसी गएर गरेर हाँस्नुभएको छ। अनि जुङ्गे बुढो चाहिँ एकदम टेन्सनमा हुनुहुन्छ। टेन्सनमा नेपाल छोडेर जान लाग्यो भनेर ऊ बुहारी चाहिँ आँखा सन्काकी उफेर आँखा इसारामा कुरा गर्छन् यिनीहरू। ठिक छ। अनि ऊ कति न थाकेको जस्तो महसुस गरेको के, हेर नि त्यहाँ कति न। हेलो के गरिरह हेलो के गरिरह, खोइ थाहा भएन, आमा छोराको कुरा होला। अनि यता जुङ्गे बुढोलाई चाहिँ मैले सोधिनँ, एकदम निराश हुनुहुन्छ विदेश जानको लागि। अनि यता ढोकिराख्नु भएको छ, भुँडीले दिँदैन निहुरेर खुट्टा छुनलाई, पुरै खङरङ्ग गरेर गङ्गटो बस्या जसरी खिच्नुभएको छ, ढोक्नु भएको छ। अनि भुँडीले अँगालो हाल्न पनि दिँदैन। हेर त्यहाँ कति फरक छ, अँगालो हाले कति टाढा हो, कति डिस्टेन्स राखेको अँगालोमा पनि। बुहारी घुरेको थत आँखा निकाल्दिउँ जस्तो कति घुरेको। तडक भडक सबैजना टेकमा हुनुहुन्छ। डाइरेक्टर साहबले सिकाइराख्नु भएको छ। अँगालो हाल्न पनि उनीहरूलाई एकदम गाह्रो भएको छ, किनभने बाउछोरीको सिन गरेका थिए पहिले, अहिले बुढाबुढीको सिन गर्दैछन्। एकदम गाह्रो फिल भइरहेछ। अनि ठिक छ, टेकमै हुनुहुन्छ सबैजना। आमामा हिरो हिरोइन फेरि हामी भन्दा कोही राम्रा छैनन्, कोही छैनन् भने फेरि अर्को टेक हो है गाइज यो फेरि। मैले चाहिँ कुचु गर्दैछु, आमालाई कुचु गरेँ, क्युटी आमालाई, आमा छोरालाई कति न आमालाई छुन नदिएको। हेर फेरि त्यहाँ कति न बुढी पनि सम्हालेको, कसैको नभएको बुढी। ठिक छ, आफ्नो बुढी सम्हाल्नु राम्रै हो। अनि ठिक छ। अब जुङ्गे बुढोलाई लिएँ, नमस्ते गर्दै हुनुहुन्छ। खै विदेश जानलाई होला, बिचरा कति निराश भएको। अब हामी किचनतिर छिर्छौँ। किचनतिर भन्दा पनि तल पिँढीमा हामीले चिउरो मासु दन्काउन लाग्छौँ पेट फुट्ने गरी। यसले चाहिँ मेरो चम्ची निकालिदिएकी थिएँ, मैले गाली गरेकी थिएँ। मेरो चम्ची लगिदिएर अनि खोसेर राखेको थिएँ मैले प्लेटमा। ल दाजुहरूको चौतारोको सिन आयो। चारैजना पुरै मूर्ति बराबर हुनुहुन्छ सबैजना। एकदम खै किन हो रमाइलो गरिराख्नु भएको छ, हाँसिराख्नु भएको छ, खुसी हुनुभएको छ, किन हो कुन्नी खै। अब हामी फेमस हुन्छौँ, भाइरल हुन्छौँ भनेर हो कि क्या हो, आई डोन्ट नो। ठिक छ। अब यतातिर सबैजना रन फन्निराख्नु भएको छ। कोही गाग्री बोक्नु भएको छ, कोही लाइट बोक्नु भएको छ, कोही स्क्रिप्ट, कोही क्यामेरा। ओ माई गड, हेर कोही पनि खुसी छैन के। ठिक छ, यिनीहरूलाई मासु भात दिए मात्र खुसी। हेर फेरि यतातिर आमामामा अर्को तलक भडक छ। के गर्नु, यिनीहरूको जस्तो जिन्दगी कसैको छैन। बाप्रे, दुनियाँ जाए भाडमे हामी टिकटक बनाएंगे। हेर एउटा फेरि चस्मेवाला कति नै हिरो पोज दिएको। हेर एउटाले फेरि जति हिरो भयो नि केटीलाई मोबाइल समात्दिनै पर्ने रहेछ टिकटक बनाउँदाखेरि। केटीकै भरिया, केटीकै थरिया के भन्छ। ल ठिक छ, बनाऊ टिकटक बनाऊ। ल बनाइदिनन् क्या हो। ठुस्केर अगाडि आउँदै थिएँ, मलाई हेरेर हाँसी किन पोज दिइहाल्छ। भ्लगमा पनि यस्तै चाक हल्लाइदिन्छ गाइजीले, के गर्नु यस्तै छ। हेर डाइरेक्टरको अगाडि खुट्टा पसारेर स्क्रुपको अगाडि खै के छलफल गर्दैछन्। हामी किचनमा छिर्यौँ, यहाँ अन्डा पाक्दै थियो, अन्डा बनाउँदैछौँ। एन्ड भान्से दिदीले पकाउँदै हुनुहुन्छ साग हेर्नु। अनि यो चाहिँ हाम्रो चन्द्रगिरीको लोकेसन हो, मेरो लोकेसन हो, कसैलाई चाहिन्छ नि भन्नुहोला। यता रातो पारेर मासु फुट्दैछौँ। अब हामी चाहिँ छिर्यौँ इन्डोरमा बुढाबुढीको सिन भइरहेछ। खै के बोलेको नि मलाई चाहिँ थाहा भएन, म त भ्लग मात्र बनाएको।
मेरो बुढी रिसाखेरि कति न ओ माइ गड बुढाले फकाएको होला नि त ओ माइ गड म के भनौँ ल ठिक छ बधाई छ बनाउनु गर्नु प्रगति होला जस्तो छ प्रगति गर्नुपर्छ ठुला कलाकार बन्नुपर्छ भोलि राई समाजसम्म काम गर्नसम्म हुनुपर्छ ल ठिक छ हाँसेका कति हाँसेका हुन् यिनी के कुराले हाँसेका हुन् केही थाहा पाउँदिनँ म फेरि तर मलाई थाहा छ है त्यहाँ मजाक भइरहेको थियो क्यामेरा रेडी हुन्जेलसम्म उनीहरू हाँसी मजाक गरिरहेको थियो त्यसैले हाँसिरहेको थिएँ ल ठिक छ आजको हाम्रो ब्लग यति नै रहेको थियो अब यति नै थियो थ्याङ्क यू सो मच गाइज अर्को ब्युटी ब्लग बनाउने ब्युटी चाहिँ उहाँ हुनुहुन्छ इफेक्ट लाएर त्यो दिन उहाँको सिन थिएन उहाँ लोकेसनको लागि जानुभएको थियो थ्याङ्क यू